मोन्स्टेरा मेरो एकदमै मनपर्ने प्लान्ट। मलाई चाहिँ एउटा डिजाइन बनाउनु मन थियो अनि धेरै वर्षपछि 4-5 वर्ष पुरानो भयो पनि यसलाई चाहिँ म आज कटिङ गर्दैछु र यसलाई मैले नयाँ रूपमा ढाल्ने कोसिस गर्दैछु। 1 2 3 भनेपछि म चाहिँ जरा एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा जरा छ अनि यसको चाहिँ बल्ल यहाँ आउन लागेको छ। यसलाई चाहिँ मैले नयाँ अब गमलामा सेट गर्ने कोसिस गर्दैछु। जरा मात्रै छ यसको है। मोन्स्टेरालाई अब सेट गरिसकेको छु। यसलाई चाहिँ मैले अलिकति एलोभेराको टुक्राहरू काटेर यहाँ हालिदिएको छु ताकि यसलाई अलिकति पानीको कुराहरू कमी एउटा ठाउँमा सेट गर्दैछु। यो गमलामा मैले यसलाई यहाँ राख्दैछु। यो चाहिँ जीवनमा पहिलोपल्ट यो मोन्स्टेरालाई यो गमलामा सेट गरिसकेको छु। यसको कटिङ निकालेको छु। अब यसको चाहिँ तलको भागको चाहिँ अरू बिरुवाहरू निकाल्ने कोसिस गर्दैछु। अनि मैले यसलाई यो खोलाबाट ल्याएको एउटा काठको टुक्रामा सेट गरेको छु। दामी हुन्छ पछि यो सेट भएपछि। यस्तो चाहिँ गाह्रो हुन्छ केही समयलाई। अपरेसन गरेको छु यसलाई मैले। ओके, हेभ अ वन्डरफुल डे। अनि आजको दिन शुभ होस्, मङ्गल होस्।